ल बाबु शिवमलाई अब स्विमिङ धेरै मनपर्छ, त्यही भएर उसलाई स्विमिङ गराउनलाई म बाबु शिवमलाई लगेर पोखरी कटेज गएको थिएँ। ल पोखरी देखेपछि ऊ दौडेर गइहाल्छ। लगभग स्विमिङ खेल्न उसलाई साह्रै मनपर्छ। स्विमिङमा ऊ ल अब हाम फाल्नलाई तयारी भइसक्यो केटो। ल डराउँछ पनि, थोरै डराउँछ पनि, डराएर पछाडि आयो। अब यतैदेखि दौडेर जान्छ रे उसलाई 1 2 3 यतैदेखि दौडेर फेरि 1 2 3 1 2 3 ल हाम फाले केटोले उतापट्टि मोमो होइसिन्छन् उसको ल अब आफै हाम फाल्नलाई तयारी भइसक्यो। उसलाई सेफ्टीको लागि हामीले ट्युब लगाइदिएको छौँ। ल उसको साउन्ड पनि सुन्नुहोस्। अब उतैबाट उसले आफैले 1 2 3 भनेर हाम फाल्छ। लगभग डुबाउने त छैन, जस उसको घाँटी पुग्छ। उसलाई आफै स्वयं बच्चाहरूलाई पौडी खेल्न सिक्नलाई ऊ आफै अभ्यास गरिरहेछ। खुट्टा पनि भुइँमा राखेको छैन, आफै अभ्यासमा। ल उसले आफै अभ्यास गरिसकेपछि अब बाबा र मम्मीसँग पनि यसो उसलाई आत्मबल बढाउनलाई उसलाई स्विमिङ गर्न हामीले पनि ठुलो पोखरीमा ल्यायौँ। अनि लगभग पोखरी गहिरो नै थियो। सेफ्टीको लागि ट्युब पनि लगाइदिएको छ। अनि उसलाई मम्मीलाई छोडेर म यतातिर आएँ क्याम्पतिर। लगभग स्विमिङमा ऊ पनि एक्लै रमाइरहेछ। मम्मीले पनि छोडिदिएको छ उसलाई। स्विमिङ आफै हात हल्लाउन उसले सिकिसकेको छ सेफ्टी ट्युबको लागि। अनि सेफ्टी ट्युबमा बस्छ अनि थोरै खुट्टा पनि चलाउँछ, हात पनि चलाउँछ। जस तैरिन आफै तैरेर हुन्छ।